नमस्कार, आज म तपाईहरुलाई चीनको बारेमा 25 रोचक र रमाइला तथ्यहरू लिएर उपस्थित भएको छु। चीनलाई आधिकारिक रूपमा जनवादी गणतन्त्र चीन भनिन्छ। चीन सबैभन्दा धेरै जनसङ्ख्या भएको राष्ट्र हो र संसारको सबैभन्दा ठूलो देशहरूमध्ये एक हो। यो देश यति विविध छ कि चाखलाग्दो तथ्यहरू जति लामो सूची बनाए पनि सकिँदैन। यसको पुरानो सभ्यतादेखि आदित्य संस्कृति, परम्परा आदिहरू रहेका छन्। चीनको बारेमा 25 रमाइलो तथ्यहरू पत्ता लगाउन भिडियो अन्तसम्म हेर्नुहोला जुन तपाईलाई थाहा छैन। चीन विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको देश हो। सेप्टेम्बर 2020 सम्म यहाँको जनसङ्ख्या 1.4 बिलियन भन्दा बढी रहेको छ, जुन 1 अरब 43 करोड 93 लाख 23,776 हुन आउँछ। चीनको भाषा मडारिन मात्र होइन, यहाँ अन्य थुप्रै भाषाहरू छन्, जस्तै यु, ब्यु, मिन, वेई, मिनान, जियाङ, गान र हाक्का आदि। चीनका कतिपय क्षेत्रमा आफ्नै बोली, भाषा, संस्कृति, परम्पराहरू रहेका छन्। चीनलाई नरिवलको संस्कृति मानिन्छ, कल्चर अफ कोकोनट। चीनिया मानिसहरू बाहिरी रूपमा कडा प्रस्तुत भए पनि तिनीहरूका वास्तवमा अन्य संस्कृतिहरू न्यानो र स्वागतयोग्य छन्। पश्चिमी देशहरूको तुलनामा चीनमा घनिष्ठ मित्रता र सम्बन्धहरू छोटो समयमै बनाउन सकिन्छ। परिवारका सदस्यहरू एउटै घरमा बस्नु चीनिया सफलताको प्रतिबिम्ब हो। चीनमा बुढापाकालाई उच्च सम्मान गरिन्छ। युवा पुस्ताले पनि आफ्ना वृद्ध परिवारका सदस्यहरूको हेरचाह गर्ने गर्दछन्। तिनीहरूसँग पनि वृद्ध अधिकार कानुन छ। धेरै मात्रामा चीनिया जनताले घरमा लडेका युद्धहरू सम्झन्छन्। इतिहास उनीहरूको शैक्षिक प्रणालीमा गहिरो रूपमा समावेश छ कि उनीहरूको जेन डेड जनसङ्ख्यालाई पनि चीनिया इतिहासको राम्ररी थाहा छ। चीन विश्वस्तरीय विश्वविद्यालयहरूको घर हो। टाइम्स हायर एजुकेसन वर्ल्ड युनिभर्सिटी र्याङ्किङमा 7 चीनिया विश्वविद्यालयहरू विश्वका शीर्ष 200 विश्वविद्यालयहरूमा परेका थिए। ती चीनिया विश्वविद्यालयहरू सिङहुआ विश्वविद्यालय, पेकिङ विश्वविद्यालय, फुडान विश्वविद्यालय, चीनको विज्ञान तथा प्रविधि विश्वविद्यालय, झेजियाङ विश्वविद्यालय, साङ्घाई जियोटोङ विश्वविद्यालय र नानजिङ विश्वविद्यालयहरू रहेका छन्। चीनका सबै रेल लाइनहरू जोड्ने हो भने यसले पृथ्वीलाई 2 पटकसम्म परिकल्पना गर्न सक्छ, ताकि यसको अर्थ धेरै चीनहरूमा धेरै लामा चीनका रेलवे लाइनहरू रहेका छन्। यो पनि एकदमै आश्चर्यजनक कुरो रहेको छ। चीनको प्रत्येक वर्ष चीनिया राशिका 12 वटा जनावर मध्ये एकको नामबाट नामाकरण गरिन्छ, जस्तै मुसा, गोरु, बाघ, खरायो, ड्र्यागन, सर्प, घोडा, बाख्रा, बाँदर, कुकुर, सुँगुर आदिहरू 12 वटा राशिमा पर्दछन् भने यिनीहरूको नामबाट प्रत्येक वर्ष चाहिँ नामाकरण गरिन्छ। सन् 2022 बाघको वर्ष हो। यहाँ यस्तै नयाँ वर्षसँग सम्बन्धित धेरै परम्पराहरू रहेको पाइन्छ। चीनको ज्याङजाजीको युलियङ क्षेत्रमा रहेको बाइलङ लिफ्टले आगन्तुकहरूलाई चट्टानको किनारमा 300 मिटर उचाइमा लैजान सक्छ। यो लिफ्ट संसारको सबैभन्दा भारी र उच्चतम बाहिरी लिफ्ट हो। चीन बहुधार्मिक देश हो। यसको ठुलो जनसङ्ख्याको कारण धेरै विश्व धर्महरू त्यहाँ पछ्याइरहेको छ। यद्यपि धेरैजसो चीनीहरूले सामान्यतया ताओवाद, कन्फ्युसियनवाद र बौद्ध धर्मको अभ्यास गर्दछन्। चीन इटालीसँगै विश्वमा सबैभन्दा धेरै युनेस्को साइटहरू छन्। चीनमा सबैभन्दा धेरै भ्रमण गरिएका युनेस्को साइटहरू समावेश छन्: फर्बिडन सिटी इन बेजिङ, ग्रेट वाल अफ चाइना, समर प्यालेस अफ बेजिङ एन्ड द टेम्पल अफ हेभन इन बेजिङ र द वर्ल्ड फेमस टेराकोटा आर्मीहरू रहेका छन्।
चीनमा युनेस्को साइटहरूको कुरा गर्दा फर्बिडन सिटी इन बेजिङ सहरमा 9000 कोठाहरू रहेको दरबार छ। यो संसारको सबैभन्दा ठुलो र पुरानो दरबारमध्ये एक हो। चीन विशाल आकारको भए पनि चीनमा आश्चर्यजनक रूपमा केवल एक टाइम जोन समय क्षेत्र रहेको छ। सबैले आधिकारिक रूपमा बेजिङको समय प्रयोग गर्ने गरिरहेका छन्। पाण्डाको लागि चीनलाई विश्वको घर मानिन्छ। पाण्डाहरू दिनभरि खान्छन्। तिनीहरूले दिनमा 10 देखि 16 घण्टा खान्छन्। भालु परिवारसँग सम्बन्धित भए पनि तिनीहरू भालु जस्तो धेरै सुत्दैनन्। चिनियाहरू संसारमा सबैभन्दा बढी यात्रामा खर्च गर्नेहरूमा पर्दछन्। तिनीहरूले प्रत्येक वर्ष 260 बिलियन US डलर खर्च गर्छन्। अमेरिकी यात्रीहरूको खर्चमा जुन दोब्बर रहेको छ। युरोपेली वैज्ञानिक विलियम हार्वे सन् 1628 मा घोषणा गर्नुभन्दा 200 वर्ष अघि नै प्राचीन चिनिया औषधिले रगत पत्ता लगाएको थियो। सबैभन्दा पहिले आइसक्रिम पत्ता लगाएको देश चीन थियो, जुन करिब 4000 वर्ष अघि पत्ता लागेको थियो। त्यसपछि चिनिया मानिसहरूले दुध, चामलको मिश्रण र हिउँ मिसाएर स्वादिष्ट मिठाई बनाउने गरेका थिए। यो भनिन्छ कि वुहान राजवंशका संस्थापक कुबलाई खानले आफ्नो मनपर्ने बरफको पेयमा जाम थपे। यसले विश्वको पहिलो आइसक्रिम प्रोटोटाइप सिर्जना गर्यो। आइसक्रिम उत्पादन प्रक्रियालाई गोप्य राख्न उनले शाही परिवार बाहेक अरू कसैले आइसक्रिम बनाउन नपाउने आदेश जारी गरेका थिए। चिनियाहरूले नम्बर 4 अथवा 4 नम्बरलाई प्रयोग गर्न वा उल्लेख गर्न अवैध वा इन्कार गर्छन्, किनकि यो मृत्युसँग सम्बन्धित रहेको प्रचलनमा मानिन्छ। फुटबल युरोपमा आविष्कारक भएको थिएन। खेलको बारेमा पहिलो रेकर्ड गरिएको जानकारी 2200 वर्ष पहिले चीनमा थियो। प्राचीन चीन मानिसहरूले छालाबाट बनेको विश्वको पहिलो फुटबल बनाएका थिए। बल प्वाक र कपालले भरिएको थियो र खेल मौलिक थियो। तुसु जसको अर्थ किकिङ बल थियो। चीनले हरेक 5 दिनमा नयाँ अग्ला भवन बनाउँछ। विश्वमा चीन जति तीव्र विकास भएको देश छैन। एक वर्षमा चीनले कम्तीमा 73 नयाँ अग्ला भवनहरू बनाउने गर्दछ। चीनमा एउटै खाना 2 पटक कहिल्यै खाँदैनन्। देशको प्रत्येक क्षेत्रको आफ्नै परिकार, फरक स्वाद र व्यञ्जन छ। थप रूपमा चिनियाले सधैँ ताजा खाने गर्दछन्। चपस्टिक सुरुमा खाना बनाउन प्रयोग गरिन्थ्यो, पछि खाना खान प्रयोग गर्न थाले। सियानचिङको रेटाकोटा आर्मी निर्माण गर्न 37 वर्ष लाग्यो। यसमा सम्राटको चियान रक्षा गर्न बनाइएको 8000 माटोको सैनिकहरू छन्। फन्जिङसान पहाड चीनको सबैभन्दा राम्रो पहाड हो। फन्जिसाङ दक्षिण चीनको गुइझोउ प्रान्तमा छ। यहाँ माथि चढ्न सकिन्छ र सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ। साथ यो चीनको ग्रेट वाल भन्दा पनि बढी प्रभावकारी मानिन्छ। साथीहरू, यहाँहरूलाई आजको भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया कमेन्टमा छोड्नुहोला। यदि भिडियोलाई मन पर्यो भने लाइक, सेयर पनि गरिदिनुहोला र साथसाथै यस्तै किसिमका भिडियोहरू हेर्नका लागि हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनुहोला। हवस् त, धन्यवाद।